नमस्ते साथीहरू, यो भिडियो खास गरी बोइजहरुको लागि न्यू हुन्छ, केही थाहा हुँदैन, कसरी गर्छ, इन्कम कसरी विथड्र गर्छ सबै म यस भिडियोमा बताइदिन्छु। फिमेलहरुलाई नि विथड्र गर्ने आइडिया हुन्छ र बोइजहरुको लागि खास गरी यो बोइजहरुको लागि यो भिडियो हो र ध्यान दिएर हेर्नुपर्ने हुन्छ यो भिडियो, नत्र काहीँ छुट्यो भने मिस्टेक हुन्छ। त्यही भएर ध्यान दिएर हेर्नु। म धेरै कुरा नभनेर सिकाउन गइरहेको छु। सबभन्दा पहिला त म आफ्नो प्रोफाइलमा जान्छु र प्रोफाइलमा गइसकेपछि सबभन्दा इम्पोर्टेन्ट के हुन्छ भन्दाखेरि कोइन हुन्छ। कोइनले तपाईले के गर्नुपर्छ, जस्तै कि अब यहाँ साथीहरू फेस लाइभ बसिरहेको, यो भनेको सबैको फेस लाइभ हो। यो फेस लाइभ कसरी बस्ने भनेर, अनि यो फेस लाइभ भइगयो, अनि यो पार्टी लाइभ भइगयो। तपाईले आफ्नो पार्टी लाइभ खोल्न सक्नुहुन्छ र यो पार्टी लाइभ खोल्नलाई तपाईले के गर्नुपर्छ, सबभन्दा पहिला त आफ्नो लेभल कटाउनु पर्छ। लेभल तपाईको 5 लेभल हुनुपर्छ बोइजहरुको, फिमेलहरुको हैन। फिमेलहरु हेर्दै हुनुहुन्छ भने तपाईहरु नि हेर्न सक्नुहुन्छ। ध्यान दिएर तपाईहरुलाई नि काम लाग्छ। र बोइजहरुको लागि हो, खास गरी बोइजहरुले फेस लाइभ पार्टी लाइभ के भन्छ, आफ्नो फेस लाइभ, अरूको हैन, आफ्नो फेस लाइभ पार्टी लाइभ खोल्नुलाई तपाईलाई 5 लेभल कटाउनु पर्छ र 5 लेभल कटाउनलाई तपाईलाई यो कोइन हुनुपर्छ। र कोइनले के गर्दाखेरि तपाईको लेभल खर्च भन्दाखेरि म हेराउन गइरहेको छु। म आफ्नै एजेन्सीमा छिरेर हेराउँछु। अलिक एकछिन साउन्ड आउँछ, त्यसले म म्युट गरेर अनि तपाईहरुले म भनिदिन्छु। अनि यहाँ आइसकेपछि तपाईलाई कसरी थाहा हुन्छ कि मेरो लेभल कति हो, कतिमा कटाउनु पर्छ भन्दाखेरि सबभन्दा तल हेर्नु, पिङ्क कलरको गिफ्ट बक्स छ। यहाँ गिफ्ट बक्समा टच गर्ने र टच गरिसकेपछि यहाँनिर तपाईको के लेखेको छ भन्दाखेरि यो सबै साथीहरू माथि यो सबै बसेको छ नि, यो सबै साथीहरूको यो प्रोफाइल हो। र त्यसको तल गिफ्ट लकी फ्यान क्लब लेखेको छ र त्यसको तल यो मेरो 8 लेभल छ। यहाँनिर 8 लेभल हो र यता 9 लेभल जानुलाई तपाईको अझै एक्सपी रिक्वायर्स भनेको 47,000 लाग्छ। अझै 47,721 यति अझै लाग्छ रिक्वायरमेन्ट। तपाईहरुको नि यहाँ 1 हुन्छ र यहाँ धेरै हैन, तपाईको 2500 जति होला। यहाँ 2500 कोइन चाहिन्छ। 2500 को कोइनले तपाईले गिफ्ट गर्नुभयो भने अझै नि लाग्छ। 2500 को भन्नाले नि हुँदैन। 2500 गर्नुभयो भने 150 500 को बापत 150 पुगुले काट्छ र 350 जान्छ। त्यही अनुसार अब कति माग्छ त्यो रिक्वायर पुर्याउँदै जाने। अनि 5 लेभल पुग्छ र 5 लेभल पुगिसकेपछि तपाईहरुको 5 लेभल पुगिसकेपछि फेस लाइभ बस्न मिल्छ। र फेस लाइभ कसरी बस्ने म अर्को भिडियोमा बनाइदिएको छु, त्यहाँ गएर हेर्न सक्नुहुन्छ। पार्टी लाइभ नि कसरी बस्छ त्यो नि हेराइदिएको छु। अनि गेम नि खेल्न सक्नुहुन्छ, त्यो नि म भिडियो बनाएर हालिदिन्छु। कसरी गेम खेल्छ, गेम खेल्नु भयो भने तपाईको कति 120 कोइन हुन्छ। त्यसमा नि 120 सबैले मेल फिमेलले दुईटैले खेल्न सक्छ आफ्नो आफ्नो खोलेर। र त्यसपछि तपाईको के हो भन्दाखेरि लेभल बढिसकेपछि फेस लाइभ बस्न मिल्छ र पार्टी लाइभ बस्न मिल्छ। र लेभलै किन बढाउनु पर्छ भन्दाखेरि लेभल बढाउनु पर्छ तपाईको अब विथड्र गर्नु छ भन्ने। र विथड्र गर्नुलाई कति के चाहिन्छ त्यो बताइदिन्छु। विथड्र गर्नुलाई तपाईले गिफ्ट पठाउनु भयो भने लेभल बढाउनुलाई, त्यो बढाउँदै जाँदा तपाईको यो पोइन्ट नि बढ्छ। तर त्यो कसरी बढ्छ, तपाईले एक्सचेन्ज गर्नुपर्छ। तपाईले कसैले पठाइदिनु, उहाँले पठाइदिन्छ, अनि यो लेभल बढ्छ तपाईको, अनि उसको उहाँको पोइन्ट बढ्छ। र उहाँले तपाईले पठाइदिनु भने उहाँको लेभल बढ्छ र तपाईको पोइन्ट बढ्छ। र यो पोइन्ट तपाईको 1 लाख पुग्यो भने यस्तो त्यो पोइन्टमा टच गर्दाखेरि यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि यहाँ विथड्र लेखेको छ मेरो। म नि फेस लाइभ बसिसकेको छु, त्यही भएर मात्र विथड्र लेखेको, नत्र मेरो वेल्थ लेभल 5 भनेको हुन्छ। र 5 भनिसकेपछि 5 घण्टा फेस लाइभ बस्नुपर्ने हुन्छ, यहाँ भनेको हुन्छ। अनि फेस लाइभ बस्नुले तपाईको 5 लेभल पुग्नुपर्छ। अनि 5 लेभल पुग्नुपर्छ, अनि पुगेपछि 5 घण्टा फेस लाइभ बस्नुपर्छ। र फेस लाइभ बस्नुले तपाई 1 घण्टा गरेर बस्दा नि भइगयो। त्यस्तो केही मतलब हुँदैन कि एकैचोटि बस्दा हुन्छ। तर के भन्छ, 1 घण्टा गरेर बस्दा नि हुन्छ। र गरिसकेपछि तपाईको यो विथड्र गर्दाखेरि तपाईले चुज गर्नुपर्ने हुन्छ। ई सेवा के गर्नुहुन्छ त्यो गर्नु, ई सेवा अनि के भन्छ ब्याङ्क एकाउन्टहरुमा हुन्छ। र त्यो गर्नुलाई त्यहाँ चुज गर्नुपर्ने हुन्छ केमा गर्नुहुन्छ, अनि डिटेल दिनु। त्यहाँ डिटेलहरु दिइसकेपछि अनि तपाईको त्योभन्दा तल 6 डिजिटको कोड माग्छ। त्यो 6 डिजिटको कोड तपाईले राख्नु र त्यो राखिसकेपछि त्यो याद गर्नुपर्छ। त्यो डिजिट नबिर्सिनु भयो भने पछि अलिक गाह्रो पर्छ। र
तपाईको विथड्र गर्नुलाई त्यही कोड चाहिन्छ र विथड्र गर्दाखेरि त्यही कोइन चाहिन्छ 6 डिजिटको हुन्छ 6वटा नम्बर त्यो नम्बर हालेपछि अनि विथड्र हुन्छ तपाईको 1 to 5 मिनेटमा तपाईको विथड्र भएर आइहाल्छ र त्यो विथड्र गर्नुलाई 1 लाख पुग्नु पर्छ यो पोइन्ट यहाँनिर यो पोइन्ट 1 लाख पुग्नु पर्छ 1 लाख भन्दा धेरै भयो नि निस्किन्छ त्यस्तो हैन तर 1 लाख पुग्नु पर्छ जसरी भयो नि पुग्नु पर्छ अनि विथड्र हुन्छ र तपाई पनि आफ्नो फेसलाई बस्न सक्नुहुन्छ त्यसपछि अनि के छ एक्स्ट्रा एक्टिभिटी गर्न सक्नुहुन्छ र तपाईले के गर्नुपर्छ भन्दाखेरि सुरुमा त्यो कोइन पाउनलाई सबभन्दा पहिला प्रोफाइलमा गएर यहाँ रिवार्ड लेखेको हुन्छ रिवार्डमा टच गर्ने अनि टच गरिसकेपछि म हेराइदिन्छु कसरी के गर्नुपर्छ भनेर जस्तै कि टच गरिसकेपछि रिवार्डमा यहाँ दुईटा अप्सन आउँछ रेगुलर एक्टिभिटी अनि तपाईले रेगुलरमा टच गर्नु रेगुलरमा टच गरिसकेपछि यहाँ डेली लेख्यो डेलीमा अनि तपाईको के लेख्यो मैले एउटा आधी घण्टाको क्लाइम्ब गरिसकेको छु यो 1 घण्टाको हो आधी घण्टाको भनिदिन्छु आधी घण्टाको तपाई आधी घण्टा बस्नुभयो भने पार्टी लाइभमा म अघि छिरे थियो म फेरि पनि छिरेर हेराइदिन्छु अनि पार्टी लाइभमा बस्यो भने तपाईको आधी घण्टामा 200 पोइन्ट आउँछ यो रिसिभ गर्नुलाई यस्तै प्रोफाइलमा आएर गर्न सक्नुहुन्छ नत्र मेसेजमा गएर नत्र जहाँ बस्नुभयो त्यहाँदेखि नै हुन्छ त्यसको लागि म भिडियो बनाइसकेको छु त्यो गरेर हेर्न सक्नुहुन्छ र यो यहाँ रिसिभ गर्न सक्नुहुन्छ यहाँनिर अनि 1 घण्टाको क्लाइम्ब गर्नुलाई तपाईको यहाँ के भने सेन्ड 5 लकी गिफ्ट्स तपाई 100 को 5 वटा गिफ्ट गर्नुभयो भने कसैलाई अनि त्यसपछि 1 घण्टा पुग्नु पर्छ यहाँ 60 मिनेट दुवैतिर 60 मिनेट हुनु पर्यो अनि त्यसपछि यो 300 क्लाइम्ब हुन्छ है अरु यति नै हो अनि तपाई गेम खेलेर कोइन इन्कम गर्न सक्नुहुन्छ अनि यहाँ पीकेहरु नि छ आफ्नो लेभलहरु यहाँ के छ त्यो नि गर्न सक्नुहुन्छ यहाँ हेरेर यहाँ पीके मिसन नि हो यो सबै पूरा गर्न सक्नुहुन्छ आफैले पढेर नि अलिक एक्टिभ भएर बस्नुपर्छ र एजेन्सी जोइन तपाईको मर्जी हुन्छ अब गर्नुहुन्छ कि गर्नुहुन्न तर मलाई लाग्छ कि एजेन्सी जोइन गर्दा तपाईको एउटा गाइडेन्स हुन्छ के गर्नुपर्छ भनेर र त्यो एजेन्सी जोइन गर्न चाहनुहुन्छ भने मलाई एसएमएस गर्नु म तपाईलाई एजेन्सी कोड दिन्छु आउनु अनि मसँग इन्ट्रोड्युस हुन्छ मेरो नाम लिनु मेरो नाम सञ्जय चौधरी हो अनि सोध्नु नत्र जो हुँदा नि हुन्छ म एजेन्सी कोड पठाइदिन्छु अनि त्यहाँदेखि आउनु आइसकेपछि मसँग कुरा गर्नु के छ अनि तपाईले जोइन हुनुभयो भने तपाईको गिफ्ट हुन्छ धेरै गिफ्टहरु हुन्छ वेलकम गिफ्ट हुन्छ फेरि कसैले इन्भाइट गर्नुभयो भने त्यो गिफ्टहरु हुन्छ अरु एक्स्ट्रा छ रिवार्डहरु सबै उठ्छ चिन्ता नगर्नु त्यसको अनि आजको लागि यति नै तपाईहरुलाई धेरै भयो यो भिडियो 7 मिनेट 8 मिनेटको भइसक्यो यो भिडियो अहिलेसम्म हेर्दिनु भएकोमा तपाईहरुलाई धन्यवाद थ्यांक यू फर वाचिङ साथीहरु म फोटोहरु हाल्दिन्छु फेस लाइभ अनि पार्टी लाइभ कसरी बस्छ के लाइभ भन्छ भनेर आजको लागि यति नै धन्यवाद।